यतामा आइसमा बसेको अरे अनि लङ टर्म भेन्टिलेटर भएर चाहिँ अहिले सास फेर्न नली सिकेको छ त्यही सास फेर्न नलीमा प्रब्लम हो क्या अहिले मेरो बिस्तारै बोल्नुहोस् सिस्टर बिस्तारै बोल्नुहोस् को बस्नुहुन्छ हजुर फ्यामिली चाहिँ यहाँ त म मात्रै हो बाबा मम्मी त सिन्धुलीमै बस्नुहुन्छ सिन्धुलीको हुनुहुन्छ हजुर हाम्रो पनि 3 जनाको मान्छेहरू हुनुहुन्छ सिन्धुलीतिर एकदम हजुर एकदमै भनौँ न खुसी लाग्यो अब बिहानतिर भिडियो देखेको अहिले बेलुका जोइन हुन पाउँदाखेरि एकदमै खुसी हजुरसँग मैले पहिलादेखि नै जोइन गर्नु भनेको त्यतिकै टाइम पनि मिलेन हजुरलाई माया गर्ने मान्छेहरू धेरैजना हुनुहुन्छ कि हो हजुर यसरी माया गरे नि म यहाँसम्म छु नि अहिले दादा होइन यहाँ सबैजनाले माया गर्छु भनेर भनिराख्नु भएको छ म गर्नु चाहिँ राम्रो हुनुहुन्छ माया गर्नुहुन्छ यताउति भन्नुभएको छ एकदम छ है माया छ हाम्रो साइडबाट पनि एकदमै माया छ है हजुरलाई सबैजनालाई हजुर म पनि कोभिडमा मेरो पनि ड्याडीको डेथ भएको मेरो पनि बुवा बित्नु भएको कोभिडमा अनि म त्यो म सँगसँगै कति पेसेन्टहरू म मात्रै हो क्या त कोभिडहरू बसेको ठिक छ त्यही त म पनि त्यही कोभिड वार्डमै थिएँ अनि कोभिड वार्डमै बसेँ 3-4 दिन रेगुलरै खाना खाएन मलाई पनि कोभिड लागेको थियो अनि बुवा त्यहाँ भनौँ न त्यस्तै भयो धेरैजनाले ज्यान गुमाउनुभयो एकैचोटि सबैलाई हो क्या सबैलाई सम्झिन चाहे सबैजना जसले पनि जसको पनि आफ्नो परिवार आफ्नो आफन्तहरू गुमाउनु भयो त्यो साइडमा उहाँहरू सबैलाई सम्झिन चाहे एकचोटि है एकदम अनि सँगै त्यो हुने सबै पेसेन्ट त छैन नि म मात्रै हो नि ठिक छ हेरौँ न हजुरलाई माया गर्ने मान्छेहरू कतिजना रहेछन् होइन यसो हेरौँ न है हेरौँ अब मेरो एक्सेप्ट गर्नु त है उतापट्टि 100K प्लस स्कोर पुगेपछि मात्रै म पत्याउँछु है उहाँ हजुरलाई माया गर्ने मान्छे साँच्चीकै रहेछन् भनेर है उतापट्टि 100K स्कोर पुगायो भने चाहिँ ठिक छ एकदम है अनि खुसी लाग्यो एउटा पोडकास्टको थ्रुबाट एउटा कुनै ठाउँको थ्रुबाट यसरी जोइन हुन पायो यसरी कुराकानी गर्न पायो हैन थ्याङ्क यू सो मच सबैजनालाई हजुरलाई पनि थ्याङ्क यू सो मच है दादा केही पनि धेरै खुसी लागेको छ ठिक छ बुन आफ्नो ख्याल राख आफ्नो केयर गर हेर हैन अनि त्यही हो सबैजनाले माया गर्नुहुन्छ माया गरि पनि राख्नु भएको छ सबैजनाले हो क्या थ्याङ्क यू सो मच सबैजना 100K प्लस बनाइदिन्छु ल च्याट ग्याङ लेट्स गो फर 100K प्लस पोइन्ट्स जो पनि यतापट्टि च्याटमा यतापट्टि आउनु भएको छ जो पनि धुरन्धरहरू हाम्रो हुनुहुन्छ हाम्रो दादाहरू बिग लभ है मेरो ओम दाईलाई प्लस बिरोजलाई अंकित श्रेष्ठलाई जिजीलाई एभ्रीवन हो के जानुस् लेट्स गो फर 100K प्लस पोइन्ट्स यार लेट्स गो फर 100K लभ कुल भाइको तर्फबाट पनि माया बर्साइदिनु होला उहाँलाई कुल ग्याङ भनेको कस्तो हो भनेर माया बर्साइदिनु होला ओके हजुरको एकाउन्ट नम्बरहरू केही छ ए ठिक छ मलाई पछि पठाउनु होला है म एकजना हाम्रो दाइले माग्नु भएको छ म उहाँलाई पठाइदिन्छु है सबैजना मतलब जसले पनि गर्न चाहनु हजुरले हाल्नु भएको छ कि छैन ताकि हेल्प गरिराख्नु भएको छ नाइ के मतलब आइडीमा केही हाल्नु भएको छ कि छैन ब्याङ्क एकाउन्ट डिटेल्स अथवा केही छैन नि दादा वार्निङ देखाएको राखेको ए ठिक छ मलाई पठाउनु होला म गरिदिन्छु है ठिक छ राम्रोसँग बस बनु अब त्यस्तो भइहाल्यो नहुने कुराहरू यो महामारी लागिहाल्यो कतिपयले ज्यान गुमाउनु पर्यो कतिपयले के गर्नु पर्यो अब यस्तो सिचुएसन पनि छ एकदमै मलाई त लास्टै ट्रामा हान्छ यस्तो कुराहरूले त ओभर नै के म त कति अब त बानी भइसक्यो दादा कति वर्ष भइसक्यो 4-5 वर्ष भइसक्यो एक दिन भएको भन्नु ठिक छ भन्नु च्याट जम्मा 55,000 के जम्मा 55K इज दिस द पावर अफ ग्याङको पावर यही हो त 100K पोइन्ट्स जानु पर्यो यार 100K पोइन्ट्स जानु पर्यो कता गयो मेरा राजाहरू कता गए राजाहरू
लाइभ सेयर गर उतापट्टि जानु माया सबैजनालाई सपोर्ट गरिदिनु भएकोमा ठिक छ माया गर्नुहुन्छ सबैले म त बोलचाल पनि भएको थिएन झोगाभेट पनि चिनजान पनि भएको थिएन र आज यसो चिनजान गर्ने गरेर आएँ तिमीलाई फलो ब्याक पनि गरेको छु फलो पनि गरेँ साथी पनि भयो जोइन हुँदै गरौँला जोडिँदै गरौँला नि हुनु है थ्याङ्क यू सो मच हाय 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 विरोज हाय 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 विरोज मच लभ विरोज मच लभ विरोज मच लभ विरोज अंकित घले ओम दाय chat go for 100k points go for 100k points we can do this ठीक छ आफ्नै दाइ त हैन होला म भाइ हो कि दाइ पर्यो हजुरको खै म त भाइयै पर्यो होला म त भर्खर स्वीट 23 हो अनि कति सालको हजुर म त 58 सालको हो 58 सालको म 60 सालको ए 60 सालको बुनु नै परेछ हो नि त बुनु नै परेछ ठीक छ राम्रोसँग बस सानो है माया छ हाम्रो साइडबाट एकदम कहिले पनि त्यस्तो एक्लो छु भनेर नसोच्नु हुन्छ च्याट वी आर रियली क्लोज टु 100k यार 100k पोइन्ट्स त जाओस् न उतापट्टि के बाबु के हो उतापट्टितिर चलपल हाल्नु पर्यो राजाहरू राजा धन्यवाद थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच फर 100k points दिस इज द लभ एन्ड दिस इज एभ्रिथिङ ओके माया छ मनदेखि एभ्रीबडी माया छ मनदेखि माया छ मेरो दादालाई ओम दाइ जोइन भएको छ माया छ यस्तै कामहरू गर्दै जानु होला त्यस्तै गर्दै जानु मेरो दादाहरूलाई लभ माया तर बुनो तिमीसँग चाँडै नै भेटघाट पनि गर्न पाऊँ एकदमै भनौँ न एकदम खुसी लाग्यो हेर सानो अब त दाइ नै भन्दा हुन्छ मायाले है ओके हुन्छ थ्याङ्क यू सो मच हजुरको ज्ञानहरू सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु है म धेरै त बोल्न अलि मिल्दैन थ्याङ्क यू भन्नु पर्दैन अरे बहिनीले दाइलाई थ्याङ्क यू भन्नु पर्दैन बहिनीले दाइलाई पनि थ्याङ्क यू भन्नु इट्स ओके ठिक छ माया छ हाम्रो साइड यो त माया हो हाम्रो है माया हो लभ यू भन्नु ठिक छ लभ यू भन्नु लभ यू ठिक छ मेरो सानो ल राम्रोसँग बस हुन्छ